हेलो जय श्रीराम। हामी परदेशीहरूको तर्फबाट सम्पूर्णलाई तिहारको शुभकामना। हाम्रो तिहारको प्रोग्राम यानी मन्दिर बनाउँदैछौँ। मन्दिर बन्दैछ है हाम्रो मन्दिर। हेर्नु केटाहरू ड्युटीबाट आएर काममा लागिसक्यो। सबभन्दा मेहनती पार्टनर भनेको उही हो। अनि उसको हाइट पनि एउटा पोलभन्दा कम छैन। उसलाई सिडी केही चाहिँदैन। बाँस हो खासमा भन्नुपर्दा, बाँस जस्तो हो। हाम्रो मन्दिर चाहिँ यही हो। अब हेर्नु यो मन्दिर कम्प्लिट बनिसकेपछि कस्तो देखिन्छ। ल केटा हो, हाम्रो सामानहरू चाहिँ यसरी प्याक भएर आइसकेको छ। अब यसमा भएको हामीलाई चाहिने सबै सामानहरू छ। 7 करोडको थाइल्यान्डबाट आएको। हाम्रो यहाँ सबै किसिमको मान्छे छन्। अब के अरे चाइनादेखि लिएर अफ्रिका सबैको मान्छेहरू छन्। हाम्रो फुलमाला सब रेडी भइसक्यो है केटा हो। फुलमाला रेडी भइसक्यो। अब यसरी बिस्तारै हामी सजाउँछौँ। यहाँ सजाउने हो, मन्दिर बनाउने भोलिको लागि। आज रातभरि नसुतिकन है। राधे राधे। हाम्रो सामानहरू किन्ने क्रममा एउटा एप्पलको झलर परेको रहेछ। त्यो एप्पलको झलर अब कति महँगो होला तपाईँहरू। यहाँ केटाहरू अब सानो भयो ठुलो भयो भन्दै डिस्कस गर्दैछन्। काम चाहिँ हुनु पर्यो, रमाइलोवाला डिस्कस चल्दैछन्। केटा हो, काम त हाम्रो भइरहन्छ। अब फुलको रानी गुलाबलाई भनिन्छ भने अब तपाईँहरूलाई कमेन्टमा गरिदिनु होला। फुलको राजा भनेर कुन फुललाई चिनिन्छ? रानी भनेको गुलाबलाई चिनिन्छ भने फुलको राजा भनेर कुन फुललाई चिनिन्छ? हाम्रो इन्जिनियर साहबले काम सुरु गरिसक्नुभयो। यहाँ यो इन्जिनियरिङ दिमाग हेर्नु। यो डोरी यस्तो तन्काएर ढोकाको पछाडि लगेर बाँधेछ 1 किलो ढकमा। अनि ऊ चाहिँ अब काम सुरु हुँदैछ। यो खासमा हामी बनाउन लागेको चाहिँ गेट हो। अब पछाडिको ब्याकग्राउन्ड भइसक्यो, अगाडिको अब सो हाल्न बाँकी छ। फोटो चाहिँ भगवानको फोटो पछि हाल्ने। काम हुँदैछ हाम्रो। लम्बो इन्जिनियरले मेरो टिकटक भन्दैछ है। हाम्रो अब यो लक्ष्मी माताको घर चाहिँ दुलैको मण्डप जस्तो सजाइसकेछौँ हामी। अझै बाँकी नै छ। चाइनिज भाइले यहाँ चाइनिज दिमाग लगायो। पुरानो पोहोर सालको सामान किन फाल्ने भनेर सबै युजमा ल्याउँदैछौँ। अनि ऊ चाहिँ हाम्रो बाँस भाइ, उसले नै काम गर्दैछन्। हामी सबै आधीभन्दा लगभग 50% काम भइसक्यो। अरू काम रात छिपिसक्यो। लगभग यहाँको 12:45 बजिसक्यो। तैपनि केटाहरू नसुती भोलि ड्युटी छन्, काम गरिरहेछन्। यसरी काम चल्दैछ हाम्रो। हेर अघि कस्तो थियो र अहिले कस्तो भयो। अब मात्र हामीलाई बाँकी छ त हाल्नलाई। ल कस्तो दामी देखिया छ है अहिले। भिडियो कामभन्दा पहिला भिडियो बनाउनु पर्छ भन्दैछ केटाहरूले प्रुफको लागि। अब भिडियो चल्दैछ। अनि यता फोटोग्राफी चल्दैछ। अब उहाँ चाहिँ हाम्रो क्यामराम्यान अनि उनी चाहिँ फोटो खिचाउने। हाम्रो मन्दिरको डेकोरेसन चाहिँ यति कम्प्लिट भइसक्यो। अब पोहोर सालको भन्दा आज अलि राम्रै डेकोरेसन भएको छ।
अब बत्ती हाल्न मात्र बाँकी छ, झलर हाल्न बाँकी छ। मन्दिर सजाइसक्यौँ। अब हाम्रो लक्ष्मी मातालाई भोलि हाल्ने अनि झलर हाल्ने।